हेलो वेलकम टु माई मिनी ब्लग है। आज चाहिँ हामी बुढाबुढी भान्जा चाहिँ आफ्नै बारीमा फलेको सेतो आलु खन्न आएको बारीमा है। खन्दाखेरि त मजै भए, गन्दाखेरि चाहिँ झ्याउै भएको छ है। फेरि भान्जा पनि यता वाक्कै भइसक्यो। मामा खन्दाखेरि चाहिँ एकदम ठिक छ, धेरै निस्किया। त्यो गन्दाखेरि र त्यो झ्याउ भए मामा के गर्ने हो है भनिरहेछ। आलु पनि कति धेरै कि एउटै बोटमा 200 जति चाहिँ पुगेको थियो गन्दाखेरि चाहिँ। कति धेरै हो। फर्स्ट टाइम सेतो आलु रोपेको, धेरै नै फल्यो यसपालि चाहिँ। त्यही भएर तपाईँहरू पनि सेतो आलु रोप्नुहोस्। हेर्नुहोस्, यत्रो आलु रोपेर 112 वटा फलाउन सकिन्छ भन्ने हामी नेपालमा केही गरिरहन सक्दैन र किन अर्काका देशमा जाने।